सुन्नु पर्यो बलात्कारीलाई फाँसी दे। यसरी जनताहरूको आम नागरिकहरूको सुरक्षा गर्न नसक्ने सरकारले हामी कसरी अपेक्षा गर्छौं कि 18-19 वर्षका नौजवान बालबालिकाहरूको उसले सुरक्षा गर्छ भनेर, जबकि 3 वर्षकी बालिकाको सुरक्षा गर्नमा सरकार हिचकिचाउँछ, उसलाई न्याय दिनमा सरकार हिचकिचाउँछ भने हामी कसरी विश्वास गर्छौं कि सरकारले भोलि 18-19 वर्षका बालबालिकाहरू बलात्कृत भएर यसरी मृत अवस्थामा फेला गर्दा उसले न्याय दिन्छ भनेर हामी कसरी बत्याउँछौँ। त्यसैले यो हामीहरूको जो एक्सपेक्टेसन थियो सरकारसँग त्यो त सरकारले गुमाएको नै छ, तर आम जनसमुदायसँग, आम जनतासँग, आम समाजसँग, नागरिकसँग हाम्रो अपेक्षा छ कि यस्तो प्रवृत्तिलाई परिवर्तन गरिदिनु होला। आफ्नो ठाउँबाट, आफ्नो गाउँबाट, आफ्नो घरबाट आवाज उठाएर यस्ता प्रवृत्तिका विरुद्ध तपाईहरु लड्दिनु होला। छोरी चेलीको